नमस्ते, म कल्पना अधिकारी भट्टराई। मैले आज यहाँहरू समक्ष कवि जितालीमा शुभकामना शीर्षकको कविता लिएर उपस्थित भएकी छु। आज उहाँको जन्मदिनमा उहाँलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै लेखिएको यो रचना, यो आफ्नै रचना यहाँहरू समक्ष प्रस्तुत गर्दछु। यो शार्दूल विकृति छन्दमा छ। आयो वार्षिक जन्म उत्सव घुमे साहित्यको आँगन, श्रोता पाठक गर्दछौँ यस घडी सुस्वास्थ्यको कामना। हाम्रो माझ सधैँ उषा बनिरहुन् छन्द प्रभा भारवी, ऊर्जाशील बनी कला छरिरहुन् कल्पौँ जिताली कवि। तान्छन् चुम्बक झै सुटुक्क नजिकै, हर्छन् फलामे मन, बग्छन् सुन्दर भावना सलसली, छन् शिल्पकारी बमा। भन्छन् झुक्छ लचक्क वृक्ष फलको डाली फुलेका पल, त्यस्तै देख्छु कवित्व भाव बमको शालीनता निर्मल। हान्छन् व्यङ्ग्य तिखा सबै विकृतिमा, छन् शिष्ट शब्दावली, छैनन् कृत्रिम भाव काव्य कृतिमा, छन् स्वादु वाक्यावली। भर्दै काव्यिक चारु बिम्ब कृतिमा, बस्छन् रमाई कवि। यी गङ्गा सरी बग्दछन् गहिरिँदै, बेग्लै छ नौलो छवि। जापानी लय छन्दमा लहरिने, खाँटी कला शुद्धता, बस्छन् बास अनन्तसम्म मनका, आँखा बनी बुद्धका। लेखे पुस्तक लेखनाथ कविका, औचित्यका नीतिका, राख्छन् नाम चम्मकार हरिला, धोती न टोपिया। हान्छन् बाण असत्यमाथि दरिलो, ताकेर सम्बन्धित, खुल्छन् फेरि वसुन्धरामय बनी यी काव्यका पण्डित। नेपाली छहरा छ बर्सिरहने 36 आधारमा, झार्छन् आँसु बरर बरबर गरी जो काव्यको पाठमा। भाषा भेष छ स्वादिलो र हरिलो, छन्द्राष्ट गाना गुणी, यी डाँफेर मुनालका सँगसँगै नाच्छन् छहारी मुनि। सच्चा साधक हुन् र सज्जन खुबै, लाग्छन् बडा माहिर, माटाको ममता भरेर दिलमा, बोल्छन् खुली बाहिर। सादा जीवन उच्च सोच गहिरो, आरोग्य होस् देहमा, लक्ष्मी बास गरून् सदैव मुखमा, ऐश्वर्य होस् गेहमा। लेखुन् काव्य अझै मनोरम सधैँ, फुर्दै रहोस् कल्पना, अर्पेयो शुभकामना विनयले राखेर न्यानोपना। अर्पेयो शुभकामना विनयले राखेर न्यानोपना। धन्यवाद।